नमस्ते फेरि पनि म चाहिँ अहिले आसाममा आएको छु नहरबारी गाउँ शान्तिपुर सद्य यहाँ आज हाम्रो भोट मेम्बर भोट पञ्चायत भोट थियो भोटको लागि चाहिँ म चाहिँ एकदम आफ्टरनुन टाइममा भनेर निस्केको 4 बजी यहाँ आइपुगेँ र पनि यस्तो भिड रहेछ कि यहाँ पुरा भनौँ अब 12 बजीदेखि लाइन लाग्नेहरूले पनि अझै प्राण पाकै रहेन रहेछ मारेकै रहेन रहेछ बहुत भिड बिहानदेखिकै अब आज मर्निङदेखिकै भोट अब 3टा 4टा गाउँको एक जग्गा हुनाले गर्दाखेरि बहुत सारा भिड मैले चाहिँ यसरी आफ्नो रिसिप्ट पाइसकेको छु यो चाहिँ अब लिस्ट भनौँ न भोटको लिस्ट आएको अरू कार्ड चाहिँ मेरो यसरी छ बिहानदेखि मार्नेहरूले पनि बिहानदेखि आउनेहरूले चाहिँ मारेर दिनदेखिको 12 बजी 1 बजी आउनेहरूको अझै टर्न आएको छैन भन्छ सबै लाइनमा लागेर बस्दा उठ्दा वाक्कै भइरहेछ म चाहिँ अहिले बाउलाई लिएर आएको थिएँ घरमा काम गर्दै बसिरहेको थिएँ अनि आमा र दिदी चाहिँ बिहान मैले रोड तक छोडेको थिएँ रोइङदेखि अनि दाजु र ठुलामा गाडीमा जानुहुँदैछ र दादाहरूसँग चाहिँ आमा र दिदी चाहिँ बिहानै आउनुभएको थियो बिहान 11-12 बजीको यस्तोमा आएर लाइन लाग्नुभएको अझै पनि आत्दै छ उनीहरूको लाइनमा यो लाइनमा म र बाउ चाहिँ अहिले भर्खर आएको यहाँ 10 मिनट हुँदैछ रिसिभरहरूले दाजुसँग थियो रिसिभरहरूले अब हामी पनि लाइनमा लाग्ने लेडिज जेन्ट्स दुइटै बराबर छ लाइन एकदम लम्बा लाइन छ यस्तो छ भोटको माहौल बिहान झन् कति भिड थियो होला अहिले शामको 4 बजिसक्यो 4:05 भइसकिसक्यो फेरि पनि हेलो गाइस गुड मर्निङ आज चाहिँ म यो हिजोको भिडियोलाई भ्लग एन्ड गर्दैछु हिजो राति चाहिँ मैले किनभने देरी भयो घर आउनको लागि भोट मार्नु लाइनमा बस्दा रातिको 8:15 यस्तोमा भोट मारेर खत्तम भएको थियो त्यो ज़्यादा लेट भइसक्यो भनेर अनि मैले त्यहाँ चाहिँ भिडियो नगरिकन घर आइहालेँ राति 9 बजीको आसपासमा घर आइपुगेको थियो हामी दिदी र आमा चाहिँ रोइङदेखि ठुल्यामाहरूसँग जानुभएको गाडीमा उनीहरू चाहिँ अलिकति अगाडि आइपुगेको थिएँ आधा 1 घन्टा जस्तो घर उनीहरू पुगिसकेको थियो अनि बाबा र म चाहिँ यस्तै 9 बजीको आसपासमा घर आइपुगेको लाइन चाहिँ बहुत भिड थियो यसपालिको फर्स्ट टाइम यो खालको एक्सपिरियन्स दिएको भोटमा यस्तो भिड हैन लेट हुने कारण चाहिँ के रहेछ भन्दाखेरि यसमा योपालिको भोटमा चाहिँ 3टा भोट थियो कि मेम्बर एउटा पञ्चायत मेम्बरको भयो एउटा जिल्ला परिषद जेडपीएम मेम्बरको भयो एउटा चाहिँ काउन्सिलर 3टा उसको लागि भोट दिनुपर्ने हैन अब भोटरहरूले चाहिँ त्यसको लागि गर्दाखेरि अनि लेट पनि भयो अरू यो पालिको भोट सिस्टम चाहिँ यो कागज पेपरमा आफ्नो अब जुन भोट क्यान्डिडेटको साइन छ त्यही हिसाबले त्यहाँनिर आफै खुदले स्टाम्प मार्ने एउटा उयो दिँदो रहेछ त्यसमा अब स्टाम्प जस्तो मारिदिनु पर्ने अब एमएलए भोट हुँदा अब कम्प्युटर सिस्टम हुन्छ हैन डाइरेक्ट अब भोटको साइन उयो हेर्दै अब कम्प्युटरको त्यो उयो दबाइदिँदाखेरि भइहाल्छ बटन दबाइदिँदा लेकिन यसमा चाहिँ यस्तो रहेछ कि माने आफैले माने कागजमा स्टाम्प मार्नुपर्ने त त्यो कारणले गर्दाखेरि अब कति टाइम लाग्छ यताउति के हो हालिँदा ओर्दा त्यही कारणले यस्तो लेट भएर अनि म त शामको टाइममा मार्छु भनेर बाउ र म चाहिँ यहाँदेखि शामको टाइममा निस्केको कति हामी यहाँदेखि 3:30 बजी निस्केको 4 बजी पुगेर 4 बजीदेखि यस्तोदेखि 4:05 यस्तो भएको थियो लाइनमा लागेको फेरि आधा घन्टा जस्तो लाइन लाग्यो फेरि त्यो टोकन रिसिभ पाएँ त्यो टोकन रिसिभ लिएर फेरि एकछिन बसेको हैन फेरि लाइनमै लाग्नु फेरि लाइनमा लाग्यो त्यस्तो गर्दाखेरि रातिको 8 बजी पार भएको थियो हामीले भोट मार्दाखेरि चाहिँ त त्यही थियो योपालिको यस्तो खराब भोटको यो गयो एक्सपिरियन्स लास्ट टाइम 2023 मा थियो एमएलए को भोट त त्यसमा त फटाफट भएको थियो यस्तै आफ्टरनुन टाइममा जाँदाखेरि पनि कम्ती भिड थियो लास्ट टाइममा चाहिँ योपालि चाहिँ यस्तो एक्सपिरियन्स भयो कि दोबारा भोट मार्ने कहिले जान्न जस्तो भयो सो थ्याङ्क यू गाइस यो
ब्लगलाई हेरिदिनु भएकोमा, लास्टसम्म हेरिदिनु भएकोमा। मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। ल ओके, बाई बाई।